यलया मंगल बजारले से लगन खेल तक्क यल्ने बपस तेके मबिगु यल महानगरपालिका निर्णय पक्ष व विपक्ष यल महानगरपालिका न्याने नीति प्रदर्शन जुगुदु प्रदर्शन मंगलबार निने जुगु खा यल महानगरपालिका निर्णय विपक्ष ले बपस तेके बिमानका ध्यानकर्षण याके त यल महानगरपालिका प्रदर्शन यावमा सामाजिक अभियन्ता इया विरुद्ध स्थानीय बपस तेके मुजुरका प्रदर्शन यागु ख हामी त्यो बाटो हाम्रो जान्न रोड हाम्रो रोड तान्ने बाटोमा पसल राख्न दिन अरु ठाउँमा जाऊ हाम्रो रोड तान्ने बाटोमा पसल दिन ललितपुरमा दिन हामी ललितपुरमा त्यो विषयमा कुरै नगर्नु यो हाम्रो जनताको डिसिजन हो ललितपुर वासीको डिसिजन हो यो जनताको डिसिजन हो यहाँ कोही महानगरको हिसाबमा आएन हामी यहाँ जनता आएको जनताको डिसिजन हो त्यो कारणले गर्दाखेरि कोही आफ्नो ठाउँमा जाने हो यहाँ गर्न दिन्न कुरा गर्नु पर्दैन यहाँ उभिन दिन्न यहाँ उभिन दिन्न यो डिसिजन ललितपुर वासीको हो ललितपुरको हाम्रो सबै घाटमा पर्छ हामी जनताको अपराधी हो तिमी हामी जनताले गरेको चिज हो यो कसैले हामी जनताको चाहना हो ललितपुर जनताको भावनाको अगेन्स्टमा आउनुपर्छ तपाईँ जनताको अपराधी हो हामी ललितपुर जनताको स्थानीय मनुतेस फुटपाथे न्यासी जुई दे मागु लजुवाया नापाङ्गु अधिकार जुगु ब्यानर नाप प्रदर्शन यागु ख यो जति पनि बाटोहरू छ हैन जति पनि फुटपाथ छ फुटपाथ भनेको के त भन्दाखेरि पैदल यात्रीलाई हिँड्नलाई फुटपाथ बाटो हैन पैदल यात्री हिँड्नलाई हो र यो जति पनि फुटपाथ तपाईले देख्नुहुन्छ सडक ठुलो देख्नुहुन्छ यहाँका जनताको घर भत्काएरै बनाइएका बाटाहरू ठुलो बनाइएका फुटपाथहरू र यो फुटपाथमा अहिले एउटा अभियान अन्तर्गत एक किसिमले के त भन्दा फुटपाथको पसल राख्न दिनु पर्छ भन्ने एउटा अभियान चलाएको रहेछ र त्यो अभियान चाहिँ गलत हो है फुटपाथमा पसल राख्न चाहिँ पाइँदैन फुटपाथ पसल राख्नलाई होइन र फुटपाथमा पसल राख्ने कुरामा हाम्रो सहमति छैन भन्ने देखाउनलाई नै हो र महानगरपालिकालाई पनि फुटपाथहरू क्लियर गर फुटपाथ चाहिँ पैदल यात्रीलाई नै हो सांस्कृतिक रूपमा जुन लिच्छुपीकालदेखि चलिरहेको परम्परागत होइन जस्तो अब उदाहरणलाई पर्सि घिउचाको सलमा आउँदैछ माघे सङ्क्रान्ति त्यो बेलामा चाहिने तरुल सरुल यसो कृषि उपज त्यो पनि स्थानीय प्रडक्ट त्यसको लागि व्यवस्थापन गर्ने अलग कुरा भयो होइन तर अब इम्पोर्टेड सामान विदेशबाट आएका सामान ट्रेडिङ गर्ने ठाउँ चाहिँ नि फुटपाथ होइन शान्तिपूर्ण रूपमा विरोध धर्ना गर्न पाउने त हाम्रो के त भन्दा अधिकारै छ होइन उहाँहरूको पनि त्यो अब उहाँहरूले गर्न पाउनु भयो उहाँलाई नगर भन्ने दबाब प्रभाव हामी पार्दैनौँ तर के भन्दा हाम्रो माग चाहिँ फुटपाथमा व्यापार गर्न पाइँदैन फुटपाथ भनेको व्यापार गर्नलाई होइन कस्तो खालको भन्दा जस्तै उदाहरणको लागि लिच्छुपीकालदेखि नै चल्दै आएको जस्तो नाग पञ्चमीमा नाग टाल्छौँ नि होइन ती नागहरू हो 2 दिनको लागि फुटपाथमा व्यवस्थित गरेर बेच्न पाइयो जस्तो गठा मुगलमा औँठीहरू बेच्छ होइन औँठी बेच्छ त्यो चिजहरू पाइयो जस्तै हाम्रो चठा पर्व हुन्छ चौथी यो गणेश चतुर्दशी तीजपछिको चठा गणेश चतुर्दशीको दिनमा जस्तो उदाहरण दिउँ तपाईँलाई बस्पति पू भन्ने चाहिन्छ बस्पति पू भनेको के त भन्दा आरुको बिहा अब त्यो आरुको बिहा त कुनै पसलले बेच्दैन होइन हो त्यस्तो चिजहरू पाइयो स्थानीय उत्पादनहरू यहाँको मौलिक उत्पादनहरूलाई प्रमोट गर्नलाई व्यवस्थापन गर्ने अलग कुरा भयो तर यो इम्पोर्टेड अब भन्नै पर्दाखेरि त्यो चाइनाबाट ल्याएको कट्टु इन्डियाबाट ल्याएको गन्जी सडकमा बेचेर यहाँ चाहिँ नि विकास गर्छु जीविकोपार्जन गर्छु भनेर नसोचे हुन्छ त्यो चाहिँ बन्दै हुन्छ त्यो गर्न दिँदैनौँ पाइँदैन जसुकैले धर्ना बसोस् जेसुकै गरोस् त्यो चाहिँ हामी पनि धर्ना बस्न तयार 108 घन्टा कोही बस्छ भने होइन 216 घन्टा बस्न हामी पनि तयार के बुझ्नु भएन कुरा त्यस्तो हो त्यो भएको भएर यो के भन्दा यो किसिमले दबाब दिएर फुटपाथमा व्यापार गर्न पाउँछु भनेर नसोच्नुहोस् यो यसरी फुटपाथ के भन्दा व्यवस्थापन गरेर केही हदसम्म उहाँहरूलाई कुनै फेसिलिट गरेर अलग्गै अब जस्तो आजभोलि तपाईँको 7-8 बजेपछि बजार खुल्ला छ 7 बजेसम्म जाम हुन्छ राति 7 बजेपछि हाम्रो जुन लाइफ छैन नि बिजनेस टाइम पनि छोटो छैन हो त्यो पछिका टाइमहरू कुनै म्यानेज गर्ने त्यसरी अलग कुरा भयो तर कन्भिनियन्ट हिसाबले नै होइन हाम्रो अधिकारै हो हकै हो भनेर कोही आउँछ भने त्यो चाहिँ मिलेन अलिकति अब त्यसलाई फ्लेक्सिबल भएर कुनै व्यवस्थापन गर्नुसम्म ओके तर उहाँहरू एकदमै उभिएरै दबाब दिन्छु 108 घन्टा उभिएर दबाब दिन्छु यो गर्छु उ गर्छु भनेर त्यो चाहिँ हामी दिँदैनौँ त्यसैको विरुद्ध नै हो अथे स्थानीय मनुतेस फुटपाथे न्यासी जुइदैगु अधिकार हनन मयातन माग यागु दुसा यल महानगरपालिका त बपस तेके मबितन खबरदारी यागु ख
भित्रबाट त भन्नु थाल्यो फेरि हामीलाई अधिकारको कुरा पनि थाल्यो जनताको कदर भनौँ जनताको भावना कदर भने यहाँ ठाउँ छिपी चाहिँ थो ललितपुर महानगरपालिका न्याउने थिएन ब्यानर जना थो चना थे धर्ना चनु कारण चाहिँ छुर्गा ढाँसा जुन किसिमको बपस झिले बपस त्यो चलाउनु होला गेना यो गे डिस्टर्ब न जुल वो लपु त झिउ छेपिया डेगाटौ झिउ छेपिया ल तबला यता ल सुदन बे पसट एटा मगु फुटपाथ पसट एटा मगु एजु नीति थन सुनाना दबाब बिया फुटपाथ पसट तेमा फुटपाथ पसट ते डेमा जुन दबाब होला वो दबाबी प्रभाव ललितपुर महानगरपालिका ल्याडै मुख ललितपुर महानगरपालिका फुटपाथ पसल ते डै निर्णय याडै मुख छौ ललितपुर महानगरपालिका यलो महानगरपालिका त दबाब बितन खसा अले मेबी सुना गुल्ना आन्दोलन अभियान ढगा जुन किसिम धर्ना चन्यो 108 घण्टा वो ढाउदो नि अठियाना चन्यो वो फुटपाथे पसल ते डै मुख फुटपाथे न्यू चीज त छुरे ताबले थनिए रहि थाने प्रोडक्ट थनिए चोपे मनोटेस उत्पादन या चीज त झिउ थनिए धर्म संस्कृति सम्पदा लिसे जोडे जो झिउ त खच खली जोडे जिउ चीज त मी दट जस्तै आ हजाको सलौ बेट्याउनु बुले तरुल सम्म मी दट मखला नाग पञ्चमी बुले नाग मी दट सुन्दी बुले सांगुली मांगुली त सांगुली द माउ चीज मी दट चठा बुले जस्तै अछि त बस्पति पुमागा अवला पस्ना मी अयो चीज मी ठिकै जो तरकारी थनिउ कृषि उत्पादन अलग जुल इबिन लागि व्यवस्था या तर थो ढाए मल्ला छ चाइना वो कट्टु इन्डिया वो गन्जी चाहिँ फुटपाथे तया मी दयमा ढयुली चाहिँ विरोध देख यो चीज चाहिँ या दैमुख वो गलत ख ढका वह सन्देश बिद फन्ची बि धर्ना चनो जरुगा ले तैगु बपसला याना ले मनु त न्यासी जुइ त थाकुगु जक मजुसे दमकल एम्बुलेन्स तक यंके त थाकुगुली सोमबार निसे मंगल बजार निसे लगन खेल तक बपस तेके मबिया गुरका यल महानगरपालिका थाकुदु यसमा चाहिँ नि फिडब्याक राम्रो नराम्रो भन्दै गर्दाखेरि चाहिँ नि यहाँको स्थानीयको आवश्यकता के स्थानीयले के चाहेको छ त्यो फुटपाथ राख्दै गर्दाखेरि चाहिँ नि स्थानीयलाई सहज रूपमा इन्भाइरोमेन्ट भइरहेछ कि वा चाहिँ नि फुटपाथले हामीले व्यवस्थापन गर्नु वा निर्मूलन गर्दै गर्दाखेरि स्थानीयको राम्रो उपस्थिति वा स्थानीयलाई सहज हुने भन्ने कुरामा ध्यान दिनुपर्ने जस्तो लाग्छ हामीले विगत केही समयदेखि चाहिँ नि जुन लगन खेल मङ्गलबारदेखि लगन सेलसम्म फुटपाथ राख्दै गर्दाखेरि कुनै पनि विपद भइपरि समस्या आयो भने त्यहाँ चाहिँ नि एउटा मोटरसाइकल समेत गुराउन नसक्ने अवस्थामा चाहिँ नि हामी थियौँ र एउटा मङ्गलबजार भनेको पर्यटकीय क्षेत्र जहाँबाट चाहिँ टुरिस्ट आउँदै गर्दाखेरि हाम्रो वान वे सिस्टमले गर्दाखेरि पर्यटकहरूलाई पनि धेरै शास्ति भएको उहाँलाई निकाल्नलाई पनि हामीले धेरै गाह्रो भएको र यसमा साथसाथै चाहिँ नि फोहोर मैला सम्बन्धी चाहिँ नि व्यापक गुनासो र भएको कारणले हामीले चाहिँ नि मङ्गलबजारदेखि उता लगन खेलसम्म चाहिँ फुटपाथ पसल हटाउने भन्ने अभियान थालेका थियौँ जुन अभियानमा चाहिँ नि हिजो पनि मैले थाहा पाएँ कि एउटा चाहिँ नि अभियन्ताले चाहिँ नि कति घन्टा हो भनेर चाहिँ नि उभिएर चाहिँ नि विरोध जनाउने भन्दै गर्दाखेरि पहिला उहाँले चाहिँ नि जुन कदम उठाउनु भएको छ त्यो नै म सकारात्मक लिन सक्दिनँ किनभने चाहिँ नि यहाँको समस्या यहाँको स्थानीयलाई र हामी जनप्रतिनिधिलाई बेसी थाहा होला यहाँ चाहिँ नि हामीले जुन कार्यक्रम जुन कदम चलाएको छ त्यो चाहिँ नि हामीलाई ठिक छ छैन भने चाहिँ प्रतिक्रिया स्थानीयबाट आउनुपर्ने जस्तो मलाई लाग्छ र उहाँ चाहिँ जुन तरिकाले चाहिँ नि यहाँको वस्तुगत स्थिति नबुझिकन चाहिँ नि आउनुभयो त्यसमा चाहिँ नि थोरै चाहिँ नि बरु उहाँले चाहिँ नि के भइरहेछ किन हो किन गरेको भनेर चाहिँ नि एउटा समन्वय गरेर आएको भए चाहिँ ठिक होला तर जुन आज चाहिँ यहाँ अवस्था देखियो त्यहाँ चाहिँ नि उहाँ आउँदै गर्दाखेरि स्वतस्फूर्त यहाँ चाहिँ नि स्थानीयहरूले चाहिँ नि यो फुटपाथ पसल पैदल यात्रीलाई नै हो भनेर जुन ब्यानर लिएर अगाडि बढ्नुभयो उहाँ चाहिँ स्वतस्फूर्त आउनुभएकोमा चाहिँ मलाई पनि थोरै हामीले गरेको अभियानलाई चाहिँ नि हामीले चाहिँ नि स्थानीयहरूको साथ पाइरहेको छौँ भन्ने चाहिँ मलाई पनि थोरै अनुभव भएको र उहाँहरूको साथ र समर्थनको लागि चाहिँ म धन्यवाद पनि दिन चाहन्छु हाम्रो नगर प्रहरी बल हामी स्थानीय सरकार मिलेर हामीले फुटपाथ अभियान हटाउने क्रममा छौँ हामी र यसमा चाहिँ नि हामीले कमी कमजोरी पनि हाम्रो केही भइरहेको होला वा पूर्ण रूपमा हामीले हटाउन नसकेको अवस्थामा छ र महानगरले चाहिँ नि अब यसलाई चाहिँ व्यवस्थित तरिकाले हामी कसरी अगाडि बढ्ने र कसरी यसलाई चाहिँ नि व्यवस्थापनको पक्षमा वा हटाउने पक्षमा वा चाहिँ निर्मूलनको पक्षमा महानगरले चाहिँ निकट भविष्यमा नि ठोस कदम उठाउने गरी चाहिँ नि हुन्छ होला त्यही भएर चाहिँ नि यसमा चाहिँ नि 24 गतेको चाहिँ एउटा हाम्रो चाहिँ अभियानमा चाहिँ नि हामीले फुटपाथ पसल त बिस्तारै निर्मूलन गर्दै लगिरहेछौँ र थोरै त्यसमा चाहिँ नि अब 5 बजेपछि चाहिँ हामीले चाहिँ नि पूर्ण रूपमा व्यवस्थापन गर्न नसकेको अवस्था आइरहेछ यो चाहिँ नि हामी चाहिँ नि सरकारवाला सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर हामी अगाडि बढ्दैछौँ।